फन्डामेन्टल एनालाइसिस भनेको कम्पनीको वास्तविक मूल्य हेर्ने तरिका हो, यो चार्ट हेर्ने मात्र होइन। कुनै पनि कम्पनीको फन्डामेन्टल एनालाइसिस गर्न हामीले 5 कुरा जान्नु जरुरी छ, जसमा रहेको छ अर्निङ पर शेयर, दोस्रो रहेको छ पी रेशियो, प्राइस टु अर्निङ रेशियो, तेस्रो रहेको छ बुक भ्यालु जुन हो वास्तविक प्राइस, र चौथो रहेको छ डिभिडेन्ड हिस्ट्री, पाँचौं रहेको छ फ्युचर ग्रोथ पोटेन्सियल। आउनुस् सुरुवात गरौँ विस्तारमा। ईपीएस मतलब अर्निङ पर शेयर। ईपीएस भन्नाले कम्पनीले कमाएको नाफा प्रत्येक शेयरमा बाँडिएको हिसाब हो। जस्तै कम्पनीले एक वर्षमा 10 करोड कमायो अनि 1 करोड चाहिँ कम्पनीको शेयर छ भने हरेक शेयरको कमाइ भनेको 10 रुपैयाँ हुनेछ। यसको सिधा मतलब हुन्छ जुन कम्पनीको ईपीएस बढी छ त्यसले धेरै पैसा कमाउँछ र धेरै पैसा कमाएको देखिन्छ। दोस्रो नम्बरमा रहेको छ पी रेशियो, प्राइस टु अर्निङ। पी रेशियो भन्नाले शेयरको मूल्य ईपीएस को तुलनामा कति महँगो वा सस्तो छ भन्ने देखाउँछ। जस्तै ईपीएस 10 छ तर बजारमा शेयरको मूल्य भने 200 छ, पी रेशियो 20 हुन्छ। पी रेशियो धेरै भयो भने शेयर अलिकति महँगो देखिन्छ, कम भयो भने सस्तो। तर यस्तो भनेर मात्र किन्नु हुँदैन, यसको पछाडिको कारण पनि हेर्नुपर्ने हुन्छ। एउटा शेयरको मूल्य 200 छ र त्यसको ईपीएस 10 छ भन्नुको मतलब तपाईले 200 रुपैयाँ लगानी गर्नुभयो भने त्यसले रिटर्न तपाईलाई 10 रुपैयाँ दिनेछ। सिधा भाषा यही हो। त्यसैगरी तेस्रो नम्बरमा रहेको छ बुक भ्यालु पर शेयर। बुक भ्यालु भन्नाले कम्पनीको वास्तविक सम्पत्ति, जमिन, भवन, मेसिन आदि सबै जोडेर ऋण घटाएर बाँकी सम्पत्ति प्रत्येक शेयरमा बाँडिएको हिसाब हो। यदि बुक भ्यालु 100 छ र बजारको मूल्य 150 छ भने बजारले कम्पनीलाई बढी मूल्य दिइरहेको छ। यदि बजार मूल्य बुक भ्यालु भन्दा तल छ भने त्यो अन्डर भ्यालु हुन सक्छ। त्यही नै मौका हो, शेयर किनिहाल्नुस्। चौथो नम्बरमा रहेको छ डिभिडेन्ड हिस्ट्री। डिभिडेन्ड हिस्ट्री भन्नाले कम्पनीले अघिल्ला वर्षहरूमा लगानीकर्तालाई बोनस, शेयर वा नगद लाभांश कस्तो दियो भन्ने हो। निरन्तर डिभिडेन्ड दिने कम्पनी स्थिर र भरोसा योग्य देखिन्छ। डिभिडेन्ड नदिएको कम्पनी गलत होइन, तर त्यसले पैसा कहाँ खर्च गर्यो भन्ने बुझ्नु जरुरी छ। या त विस्तारमा लगायो कि त कम्पनी घाटामा छ। पाँचौं लास्ट बट नट द लिस्ट, फ्युचर ग्रोथ पोटेन्सियल। कुनै पनि कम्पनीमा लगानी गर्नुभन्दा अगाडि त्यसको भविष्यमा ग्रोथ पोटेन्सियल कति छ भन्ने कुरा हामीले एनालाइसिस गर्नु एकदमै जरुरी छ। उदाहरणको लागि नेपालमा हेर्ने हो भने 1 नम्बरमा आउँछ हाइड्रो सेक्टर, किनकि नेपालमा पानी प्रशस्त छ, जलविद्युतको धनी देश हो, प्रोजेक्टहरू धेरै बन्दैछन् र भविष्यमा विदेशी मुलुकहरूलाई आफ्नो ऊर्जा बेचेर प्रशस्त मुनाफा कमाउन सक्ने पोटेन्सियल राख्दछ। अर्को हेरौँ आईटी सेक्टर। डिजिटलाइजेसन बढ्दै गइरहेको छ, हरेक क्षेत्रमा आईटी बिना केही काम सम्भवै छैन। त्यसैगरी ब्याङ्किङ सेक्टरको कुरा गरौँ, सधैँ स्थिर रहने तर धेरै प्रतियोगितामा छ। त्यसैले गर्दा अघिल्लो हिसाब मात्र होइन भविष्यको सम्भावना पनि सोच्नु पर्दछ। यति बुझ्नुभयो भने अब चार्ट हेर्ने बित्तिकै, कुनै पनि कम्पनी खोल्ने बित्तिकै तपाईले त्यो कम्पनीको वास्तविक मूल्य पत्ता लगाउन सक्नुहुनेछ। छैन त सजिलो? आज चर्चा गरेका टपिकहरूमध्ये सबभन्दा कुन चाहिँ टपिक तपाईलाई एकदमै उपयोगी लाग्यो कमेन्टमा लेख्नुहोस् अनि अरू साथीहरूलाई सिकाउन भिडियो सेयर गर्न नबिर्सिनु होला। तपाईले हर दिन एउटा कुरा सिक्दै जानुस्, 365 दिनमा तपाईले 365 वटा कुराहरू सिक्नुहुनेछ। असम्भव छैन, हरेक कुरा सम्भव छ। सफल हुने पनि तपाई जस्तै व्यक्ति हो। ढिला नगर्नुहोस्, आउनुहोस्, लाइक, सब्स्क्राइब र फलो गर्नुहोस् नेप्से क्याप्सुललाई। क्वेसनहरू छन् भनेदेखि कमेन्टमा गएर आफ्ना क्वेसनहरू, प्रतिक्रियाहरू र भिडियो सम्बन्धी केही सुझावहरू, सल्लाहहरू भए